यसरी नट बनाउने है। आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नट बनाउने अनि यसरी चेन बनाउँदै जाने। 24 वटा चेन गराउने, 24 वटा। मैले चाहिँ 24 वटा 24 वटा है चेन बनाइसकेँ। अनि अब हामीले पात बनाउँछौँ। अब पात बनाउनको लागि सुरुमा 2 वटा चेन स्किप गर्ने अनि तेस्रो चेनमा चाहिँ सिंगल क्रोचेट गर्ने। यसरी तेस्रो चेनमा सिंगल क्रोचेट गरिसकेपछि फेरि अर्को चेनमा चाहिँ हाफ डबल क्रोचेट गर्ने अनि त्यसपछि फेरि अर्को चेनमा चाहिँ डबल क्रोचेट गर्ने। यसरी डबल क्रोचेट गरेपछि फेरि अर्को चेनमा चाहिँ अर्को पटक पनि डबल क्रोचेट गर्ने। हामीले डबल क्रोचेट चाहिँ 2 चोटि गरेछौँ, 2 टाइम गरेछौँ। त्यसपछि स्लिप स्टिच गरिदिने। यसरी पात बन्छ। यसरी स्लिप स्टिच गरिसकेपछि पछाडिदेखि यसरी घुमाएर चाहिँ सिंगल क्रोचेट गर्ने। यसरी गर्यो भने चाहिँ लिप ठिक्क बस्छ। अनि त्यसपछि फेरि पहिलेको जसरी 24 वटा चेन गराउने। 24 वटा चेन बनाइसकेपछि पहिलेकै जसरी लिप बनाउँछौँ। फेरि मैले 24 वटा फेरि चेन बनाइसकेँ। फेरि अब पहिलेको जसरी पात गराउने। यसमा पनि सेम प्रोसेस हो। 2 चेन स्किप गर्ने अनि यसमा सिंगल क्रोचेट गर्ने थर्ड चेनमा। फोर्थमा चाहिँ हाफ डबल क्रोचेट गर्ने। त्यसपछि चाहिँ पहिलेको जसरी डबल क्रोचेट गर्ने अनि फेरि अर्को चेनमा पनि डबल क्रोचेट गर्ने अनि नेक्स्ट चेनमा चाहिँ स्लिप स्टिच गरिदिने अनि त्यसरी पछाडिदेखि घुमाएर फेरि सिंगल क्रोचेट गर्ने अनि यसरी गरिसकेपछि अनि अगाडि गरेको जसरी फेरि 24 चेन गराएर लिप्स गराउँदै जाने। आफूलाई जति लामो चाहिन्छ नि त्यति नै गराउन आफ्नो इच्छाले मिल्यो। मैले चाहिँ 90 वटा पात गराएको छु। यसरी यति लामो मलाई चाहिँ यति लामो अनि मैले चाहिँ यति लामो गराएको छु आफ्नो लागि चाहिँ। हजुरहरू आफ्नो लागि जत्रो चाहिन्छ त्यति नै बनाउनु। अनि मैले 90 वटा लिप बनाइसकेपछि त्यसपछि चाहिँ 30 वटा चेन बनाएको छु। अरूको बेला जस्तो 24 वटा भन्दा पनि 30 चेन बनाएर अनि फेरि मैले पहिलेको जसरी नै पात बनाएको छु।
30वटा चेन गराएर चाहिँ 2 चेन स्किप गर्ने अनि तेस्रो चेनमा चाहिँ स्लिप स्टिच गरिदिने। सेम पहिलेको जस्तै प्रोसेस हो। मैले फेरि पहिले जसरी गराएको थियो त्यसरी नै पात बनाइसकेर फेरि 24वटा चेन गराएर फेरि पात बनाउँछु। मैले बनाइसकेर फेरि 24वटा चेन गराएर फेरि मैले पात बनाउँछु। सेम पहिलेकै प्रोसेस हो। अनि हामीले 30वटा चेन बनाउनुभन्दा अगाडि 9वटा पात गराएको थियो नि, त्यो पात त्यति नै गराउने, यता साइड पनि 9वटा नै गराउने, अथवा आफूलाई जति नै लामो बनाउनु भएको छ नि उता साइड त्यति नै गराउने। अब मैले टोटल यहाँ 18वटा पात बनाइसकेँ। 18वटा पात बनाएपछि अनि फेरि छुट्टै चाहिँ 9वटा पात कोटेड गरेर बनाएको छु। फेरि छुट्टै बनाउने अनि त्यसलाई चाहिँ अघि हामीले 30वटा चेन गराएको थियो नि त्यसको बिचमा चाहिँ जोइन गरिदिने, छुट्टै एउटा बनाएर जोइन गरिदिने। एउटामा चाहिँ 18वटा पात गराएको छ अनि अर्को चाहिँ एउटामा चाहिँ 9वटा गराएर 30वटा चेन गराएको ठाउँमा चाहिँ जोइन गरिदिने। यसरी अब म जोइन गर्छु। मैले चाहिँ सियोले चाहिँ यसरी जोइन गर्दैछु। हजुरहरू चाहिँ क्रुसले पनि गर्न मिल्छ, तर मैले चाहिँ सियोले सजिलो लागेर चाहिँ मलाई चाहिँ सियोले गर्दैछु। हजुरहरूले चाहिँ क्रुसले पनि गर्न सक्नुहुन्छ। यसरी जोइन गरेछु मैले। अलि यसरी गऱ्यो भने बलियो हुन्छ भनेर म चाहिँ यसरी बनाएको छु। मैले चाहिँ यहाँ यसरी जोइन गरेर पाइसकेँ। अनि अलिकति बचेको त्यहाँ धागोलाई चाहिँ अलिकति बाहिर नदेखोस् भनेर छुट्टै सिलाइदिएर अनि यसरी कट गरिदिने। कट गर्दैछु मैले। यसरी भयो। यसरी 3वटा चाहिँ
यसरी जोइन गरेर यसरी मिल्यो। अनि अब त्यसपछि चाहिँ अब हाम्रो चाहिँ त्यसमा लाछा डोरीमा लगाउने अब फुलहरू फ्लावर्स चाहिँ बनाउनुपर्छ। यसरी बनाउने। यसरी मैले चाहिँ पहिला म्याजिक रिङ गराएर यसरी म्याजिक रिङ बनाएर त्यसपछि त्यहाँ चाहिँ मैले 10वटा सिङ्गल क्रोचेट गराएको छु। 10 चोटि चाहिँ सिङ्गल क्रोचेट गर्ने। 10 टाइम सिङ्गल क्रोचेट गरिसकेपछि यसरी मैले 10 टाइम सिङ्गल क्रोचेट गरेँ। अनि त्यसपछि जुन हामीले सुरुमा बनाएको चेन थियो नि फर्स्ट चेनमा चाहिँ यसरी स्लिप नट गरिदिने। यसरी स्टिच गरिदिने। अनि त्यसपछि स्लिप नट गरिसकेपछि हामीले चाहिँ त्यहाँ धागोको कलर चेन्ज गर्छौँ। पहिलेको धागोलाई कट गरिदिएर चाहिँ धागो चेन्ज गर्छौँ। यसरी कट गरिदिएँ मैले चाहिँ। यसरी कट गरिसकेपछि अर्को धागो यसरी चेन्ज गर्न सजिलो हुन्छ। यसरी धागो चेन्ज गरिसकेपछि यसरी त्यहाँ चाहिँ 3 चेन गराउने। 1 2 3 चेन यसरी गराइसकेपछि डबल चोटि राउन्डिङ गर्ने। मतलब कि अर्को चेनमा नेक्स्ट चेनमा चाहिँ डबल क्रोचेट गरिदिने। यसरी डबल क्रोचेट गर्ने। सरी है डबल क्रोचेट भन्छु, ट्रिपल क्रोचेट। यसरी 1 2 3 यसरी ट्रिपल क्रोचेट गरिदिने। अझै ट्रिपल क्रोचेट पनि एउटै त्यही चेनमा चाहिँ 3 टाइम गर्ने। 3 टाइम ट्रिपल क्रोचेट गर्ने। त्यसपछि यसरी 3 टाइम ट्रिपल क्रोचेट गरिसकेपछि फेरि हामीले 3वटा चेन गराउँछौँ। 2 3 त्यसपछि चाहिँ अर्को चेनमा चाहिँ यसरी स्लिप स्टिच गरिदिने। यसरी फेरि हामीले फेरि 3वटा चेन गराउने। 1 2 3 चेन गराएर पहिलेको जस्तै गरी अर्को चेनमा चाहिँ ट्रिपल क्रोचेट गर्ने। त्यसमा पनि 3 टाइम नै ट्रिपल क्रोचेट गर्ने। यसरी फेरि
यसरी एउटा चेन गराएर नेक्स्ट चेनमा चाहिँ स्लिप स्टिच गरिदिने। यसरी चाहिँ हामीले यसरी नै त्यही प्रोसेसमा चाहिँ 5 वटा यसरी 5 वटा लिप्स यसरी 5 जस्तै यसरी हामीले गराउँछौँ फुल। यसरी यस्तो बन्छ यो। लास्टमा पनि सेम त्यही प्रोसेस हो। 3 वटा ट्रिपल क्रोचेट गरेर अनि लास्ट चेनमा चाहिँ हामीले स्लिप स्टिच गरिदिन्छौँ। यसरी लास्ट चेनमा चाहिँ यसरी स्लिप स्टिच गरिदिने। यसरी त्यसपछि फ्लावर गइसक्यो। त्यसपछि हामीले कट गरिदिने यसलाई अनचेन गरेर कट गरिदिने। अनि पहिले म्याजिक रिङ गराउँदाखेरिको जुन बचेको धागो छ नि त्यसले चाहिँ त्यसलाई कस्दिने अनि त्यहाँ चाहिँ ग्याप रहँदैन। यसरी कसेपछि यसरी यस्तो बन्छ। यस्तो भयो फ्लावर। यसरी हजुरहरूले आफूलाई चाहिने जति फ्लावर बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी यति कम्फर्टेबल कलरमा यसरी गराएको छु। हजुरहरूले पनि आफूलाई मनपर्ने कलर चुज गरेर त्यसरी फ्लावर बनाउन सक्नुहुन्छ। मैले चाहिँ यहाँ यसरी अब यो डोरीमा चाहिँ यसरी फ्लावरहरू जोड्दैछु। कसैले हजुरहरूले ग्लुले जोड्दा पनि हुन्छ। मैले चाहिँ यहाँ सियोले चाहिँ यसरी जोड्दैछु। किनकि सियोले जोडेपछि अलिक बलियो नै हुन्छ कि ग्लु कहिलेकाहीँ ग्लुदेखि निस्किने पनि चान्स हुन्छ। सियोले सिलायो भने एकदम बलियो हुन्छ। यसरी मैले सियोले सिलाउँदैछु। त्यहीँको धागो बचेको धागोले नै सिलाइरहेको छु। यसरी सिलाउनु। यसरी हाम्रो चाहिँ यो फ्लावर चाहिँ जुन 3 वटा डोरीको जोइनिङ छ नि त्यसमा चाहिँ मैले यसमा चाहिँ लाई जोइन गरेको छु। हजुरहरूले आफ्नो इच्छा अनुसारको कलरमा यसरी जोइन गर्नु होला। जुन कलर मैले चाहिँ यसरी अनि बचेको धागोले यसरी त्यसलाई चाहिँ अझै बलियो होस् भनेर यसरी कसेर बाँधेको छु। यसरी बाँधिसकेपछि त्यो अनि भइसक्यो। त्यसपछि त्यो बचेको धागोलाई मैले त्यही फ्लावर्सभित्र नै त्यसरी कुरुसले त्यसरी नदेखियोस् बाहिर भनेर त्यसरी लुगाइदिएको छु त्यहाँ। र हजुरहरूले कैँचीले काट्न पनि सक्नुहुन्छ। मैले चाहिँ त्यसरी नदेखियोस् भनेर त्यसरी कुरुसले त्यसरी
फ्लावरमा चाहिँ त्यसरी लुकाएको छु अनि त्यस्तो देखिन्छ अनि देखिँदैन त्यसरी लुकायो भने। अनि त्यस्तो देखेको छ। अनि हजुरको इच्छामा मैले चाहिँ कुनै ठाउँमा ग्याप राखेर फ्लावर्सहरू जोडेको छु अनि कुनै ठाउँमा चाहिँ प्रायःजसो पातहरूको बिचमा जोइन गरेको छु मैले दुईवटा पातको बिचमा। हजुरहरूले कुनै ठाउँमा ग्याप राखेर पनि राख्न सक्नुहुन्छ र मैले कुनैमा ग्याप गरेछु कुनैमा चाहिँ गरेको छैन। आफूलाई चाहिँ धेरै नै फुल चाहिने भए चाहिँ सबैमा जोइन गर्न सक्नुहुन्छ। अलिक पातलो नै चाहिने भए ग्याप गरेर पनि जोइन गर्न सक्नुहुन्छ। मैले यसरी जोइन गरिएको छु, कुनैमा चाहिँ यसरी ग्याप पनि राखेको छु। यसमा पनि मैले यसरी बाँधिदिएको छु। बचेको धागोले यसरी कसेर बाँधेको छु। फ्लावर जोडिसकेपछि यस्तो देखेको छ। हजुरहरूले चाहिँ जति मन लाग्छ मतलब कि हजुरहरूको आफ्नै इच्छाअनुसार अनि धेरै ग्याप नराखेर पनि फ्लावर जोड्न सक्नुहुन्छ, ग्याप राखेर पनि जोड्न सक्नुहुन्छ। मैले चाहिँ यसरी कुनैमा चाहिँ ग्याप राखेर जोडेको छु। यसरी यस्तो देखेको छ। फ्लावर जोडिसकेपछि यस्तो देखेको छ। मैले कुनैमा ग्याप राखेर यसरी जोडेको छु। यस्तो यसरी हामीले चाहिँ अब लास्टमा लाछाको अब यसरी फुर्का के भन्छ फुर्का त भन्छन् यसलाई, फुर्का यसरी जोड्नुपर्छ अनि राम्रो देखिन्छ। मैले फुर्काको लागि यसरी मोबाइलको कभरमा चाहिँ 20 चोटि यसरी राउन्ड गरेको छु। 20 टाइम यसरी राउन्ड गर्ने। यसरी राउन्ड गरिसकेपछि अर्को एउटा सानो धागो काटेर थोरै अनि त्यहाँ बिचदेखि कसेर बाँधिदिने। त्यो धागोको बिचदेखि राउन्ड गरेको धागोको बिचदेखि कसेर बाँधिदिने। यसरी बाँध्ने। यसरी बाँधिसकेपछि राम्ररी कसेर बाँध्नुपर्छ। यसरी बाँधिसकेपछि अनि अर्को साइडबाट कट गरिदिने त्यो धागोलाई, राउन्ड गरेको धागोलाई।
यसरी कट गरिसकेपछि फेरि एउटा सानो धागो टुक्राले एउटा धागोले यसरी सबैको त्यो राउन्ड गरेको धागोको सबैको टुप्पोहरू एकतिर पर्ने गरी यसरी समातेर अर्को धागोले यसलाई पनि यसरी अलि कसेर राउन्ड राउन्ड गरेर यसरी बाँधिने, यसरी बाँध्ने। यसरी दुईवटा त्यसको धागोको दुईवटा यसरी मास्तिर फर्काएर यसरी राउन्ड एउटालाई छोडेर मात्र राउन्ड गर्ने, यसरी बेर्ने, अलिक कसेर बेर्नुपर्छ। कसेर यसरी अघि मास्तिर पार्दाखेरि हामीले अलिकति छोड्नुपर्छ, त्यसरी छोडेकोमा यसरी उसारेर अनि कसिन्छ यो। यसरी बचेको धागोलाई मैले यसरी क्रुसले भित्र नै निकालिदिएको छु। यसरी मैले यसो फुल्का बनाइसकेपछि अब सियोले यसलाई जोड दिने। लास्टको भागमा अलिकति धागो बचेको धागोले नै जोड्दा हुन्छ, यसरी धागोले जोड दिने। मैले सियोले जोडेको छु यसरी। यसरी बलियो हुने गरी 2-3 चोटि यसरी जोड्ने, यसरी सिलाइदिने। 2-3 टाइम चाहिँ हामीले त्यसलाई 2-3 टाइम चाहिँ त्यसरी सिलाइदिनुपर्छ सियोले। यसरी सिलाइसकेपछि भित्रपट्टि हुने गरी त्यो धागोलाई यसरी भित्रपट्टि हुने गरी धागोलाई निकालेर यसरी कसेर काट्दिने। त्यहाँ
यसरी जोडिसकेपछि यस्तो देखेको छ। अनि हामीले त्यो कट गर्दाखेरि सबै 3वटालाई नै एकैचोटि जोडेर चाहिँ कट गर्नुपर्छ सबैको, अनि बराबर देखिन्छ सबैलाई। छुट्टा छुट्टै कट गऱ्यो भने लामो छोटो हुनसक्छ, अनि एकैचोटि समातेर कट गर्ने। यसरी एकैचोटि मैले यसरी कट गरेँ। अनि यस्तो देखिएको छ कट गरिसकेपछि। यस्तो अनि हाम्रो लाछा डोरीको फाइनल लुक यस्तो देखिएको छ। कहीँ कतै मिस्टेक भएमा क्षमा चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।